चाहिँ फुल दामी फुलेको छ अरे, त्यही भएर हामी जान लागेको जिनेमा गएर तपाईँहरूलाई त्यहाँको भ्यू देखाउँछौँ। बुसान किमेतिर हुनुहुन्छ भने जिने आउँदा हुन्छ है। जिनेमा चाहिँ राम्रो छ अरे ठाउँ। अब म नि पहिलोचोटि जाँदैछु, राम्रोसँग त थाहा छैन, तर पनि हामी जाँदैछौँ। अब हाम्रो गाडी आउँदैछ, त्यहाँ गएर तपाईँलाई देखाउने नै छु। ओहो, बाटोमा त आमामा के साह्रो, हामी त यतै झर्नुपर्छ क्या जस्तो ठाउँ त बबालै फुलेको रहेछ। जिनेमा त अब जिने पुग्नुलाई हेर्नु, जिनेको त फेरि भ्यू त ओहो। ल है त साथीहरू, जिनेको भ्यू हेर्न सक्नुहुन्छ। बबाले बबाले आउनुहोस् है, आउनुहोस्। यस्तो त देख्नु भएन, स्वर्ग जस्तै खालके। स्वर्ग त देखिएन, तर पनि बबाले क्या आमा। हेर्नुहोस् ल, अब यो रातिमा चाहिँ झन् बबाले देखिन्छ होला। यो लाइट छ नि त, यो गुलो गुलो सब लाइट रहेछ क्या, रातिमा लाइट बुल्छ, त्यही भएर बबाले देखिन्छ। ल जिनेको भ्यूहरू साथीहरू, जिनेमा चाहिँ यस्तो छ माहौल। आउन सक्नुहुन्छ है जिनेमा चाहिँ। जिनेमा चाहिँ बवाल छ। अब चाहिँ यहाँ ट्रेनको दुईतिर छ नि त, लिकको साइडमा साइडमा नि छ, त्यो पनि देखाउँछ अहिले मैले। यहाँ चाहिँ घुम्न मात्रै होइन क्या, सब खाना पनि पाइन्छ। साइडमा स्टल जस्तो लगाएको रहेछ, सबै स्ट्रिट फुडहरू। खासै मलाई त्यस्तो वाउ त लाग्दैन, तर स्ट्रिट फुडहरू चाहिँ टन्नै रहेछ, खाना चाहिँ पाइन्छ। हामीले त के अरे बिमबाग खाएर आइयो भर्खर, त्यही हो। आज चाहिँ हामीले टिकटक बनाउने भनेको, यहाँ दिदीबहिनी हुनुहुन्छ नि त, टिकटक बनाउने भनेको। अब आज टिकटक चाहिँ हेर्नु है, लास्टसम्म हेर्नु, टिकटक बवाल बन्दैछ। दिनभरिको मेहनत मैले लास्टमा देखाइदिनेवाला छु। यस्तो बवाल बनिरहेको टिकटक। यो टिकटक हेर्न छुटाउनु भयो भने त मजै आउँदैन यो भिडियोमा। त्यही हो। मलाई हेर्न लाग्छ, उतिलाई हेर्न लाग्छ। नेपालमा पनि यस्तो गर्न सक्यो भने त यस्तो पर्यटकहरू लास्टै आउँदै होला त। यहाँ हेर्नुपर्छ, मान्छेहरू यस्तो सानो ठाउँ छ तर मान्छे छिर्ने ठाउँ छैन क्या, यस्तो भिड छ। नेपालको खोलाको त के कुरा गर्नु, जता गयो नि फोहोर मात्रै। जनता सुध्रिने कहिले हो, हामी सुध्रिने कहिले हो, गाह्रो छ हौ नेपालमा। त्यो खोला घरको ढलसम्म जान्छ। ल है साथीहरू, वनपालेमा गीतमा यहाँ टिकटक बनाउनु लाग्यो दिनभरि है, तर क्यामेरा थाकिसक्यो, डान्सरहरू रेडी मात्रै हुन्छन्। वनपाले वनपाले दिनभरिको टिकटक यहीँ। आज दिनभरि यहीँ टिकटक बनाइदिँदा हाम्रो समय सकियो।